हामी सबैले चाहिँ एउटा मिस्टेक चाहिँ कहाँ हुन्छ भने हामीले पर्फेक्ट समयको वेटिङमा हुन्छौँ। कति बेला समय चाहिँ पर्फेक्ट हुन्छ त्यसपछि बल्ल मैले सुरु गर्छु भन्ने कुरा त्यो वेटिङमा बसिरहेका हुन्छौँ। र एउटा कुरा हामीले यो जान्न पर्ने के हुन्छ भने पर्फेक्ट समय चाहिँ कहिल्यै पनि आउँदैन। तपाईले काम गर्दै जानियो, नयाँ कुरा सिक्दै जानियो, गल्ती गरेकोलाई सुधार्दै जानियो, नयाँ नयाँ कुराहरू लिँदै जानियो, त्यसरी अगाडि बढ्ने हो। तपाई यो पर्फेक्ट हुन्छ, यो सिक्छु, म पर्फेक्ट भएपछि मात्र सुरु गर्छु भनेर सुरु गरियो भने या पर्फेक्ट भएछु भनेर त्यो वेटिङमा बस्यो भने त कहिले पनि सुरु हुनै सक्दैन, हामी पछाडी परिन्छ। त्यही भएर पर्फेक्ट समयको चाहिँ वेटिङमा चाहिँ बस्नु हुँदैन। जे छ तपाई जस्तो अवस्थामा हुनुहुन्छ त्यहीबाट सुरु गर्नुस्। बिस्तारै सिक्दै जानुहुन्छ, गर्दै जानुहुन्छ हैन, अन्य कुराहरू नलेजहरू लिँदै जानुहुन्छ। बरु सानोबाट सुरु गर्नुस् तर सिक्दै जानुस्। पर्फेक्ट समय म पर्फेक्ट भएर गर्छु भनेर त्यो वेटिङमा बस्नु भने कहिले पनि कुनै काम पनि सुरु हुनै सक्दैन। कुनै चीज पनि तपाई आफैले पनि कतिपय महसुस गर्नुभयो होला, कुनै काम गर्दाखेरि चाहिँ यो मैले सिक्छु, गर्छु या यो भएपछि मात्र गर्छु भनेर त्यो बहाना बनाइरहनु भएको हुन्छ हैन, या त्यो वेटिङमा बसिरहनु भएको हुन्छ पर्फेक्ट समयको। त्यो पर्फेक्ट समय कहिले हुँदैन। त्यो पर्फेक्ट होला त तपाईले चाहेको जुन सोच्नु भएको छ त्यो चीज चाहिँ पर्फेक्ट होला। फेरि अर्को प्रब्लम आइपुग्छ त्यहाँ। मान्छेको लाइफ हो, एउटा न एउटा प्रब्लमले पिछा गरिरहन्छ। पिछा गर्यो भनेर त्यो प्रब्लममा अल्झेर बस्ने चाहिँ होइन। हामी अगाडि बढ्दै जानियो, प्रब्लम पनि सोलुसन निकाल्दै जानियो, सल्भ गर्दै जानियो, त्यसरी हामी चाहिँ अगाडि बढ्नुपर्छ है त। थ्यांक यू।